ल फाइनली गाइज हामीहरू चाहिँ अब खसी लगाएर यहाँ घर खोज्नुलाई रातो माटो लिनु जाँदैछौँ बाहिरमा। आमाले चाहिँ बिचरा सक्नुहुन्न अनि त्यही भएर यहाँ पोर्नलाई रातो माटो सकियो भएर रातो माटो लिनु जाँदै। ल साथीहरू हामी चाहिँ यहाँ माटो लिन पनि आइसक्यौँ। यहाँ खन्नुलाई कुट्टो यहाँ बोरामा मलाई बोराहरू 2-3 बोरा लिएर आइसक्यौँ। अब टक्ला यहाँ छ रातो माटो माटो चाहिँ लिएर जानु पर्ने हुन्छ। फाइनली ल हाम्रो चाहिँ आधी जति त माटो खनेर नि भ्याइसक्यो। अन्त अहिले खन्नु लाग्नु भएर यहाँनिर छ के माटो चाहिँ अलिकति उयो यस्तो छ। मलाई चाहिँ त्यहाँको भन्दा यहाँको ठिक लाग्यो माटो चाहिँ। यहाँनिर अलि रातै जस्तो लाग्छ त्यहाँको भन्दा नि। फाइनली हामी माटो लिन चाहिँ माथि यो अलिअलि देखिरहेको डाँडा है यो हो यहाँ यो डाँडाबाट आएको लिनलाई। मासतिर रातो पाइँदैन। हामी चाहिँ यहाँ आएर अनि माटो छान्दैछौँ। त्यहाँको नि अलिक ठिक भएन रे त्यहाँको त्यो टली नै यहाँको लाने कुरो भयो। कहाँ छ कहाँको लानु त त्यो यहाँको गहिरोपट्टिको चाहिँ राम्रो छ क्या तल्लोपट्टि। हटिएरिका लास्टै गर्मी भएको अवस्था पुरा पसिनै आइसक्यो। गाई माटो खोजे गाई चाहिँ हामी चाहिँ माटोको त्यो खोज्दा यहाँ रहेछ रातो माटो डेन्जर यस्तो दामी ठाउँ रहेछ। यहाँबाट लाने गरेर रहेछ तल खोजेर कहाँबाट ल्याइ साथीहरू हाम्रोतिर चाहिँ यस्तोरी खनेर रातो माटो लिएर जानुपर्छ। तपाईँहरूतिर कस्तो गर्नुपर्छ कमेन्ट गर्नु होला। यस्तो पुरै ओडार जस्तो छ पुरा यस्तोमा चाहिँ अच्छा त्यो उताको अघिको नि खनाइदिउँ क्या अघि माटो पुरा दाइले खनिरहेको छ यहाँ। पुरा दाइले गर्मी ल फाइनली हामी माटो लिएर यहाँ क्यानेकाको घरनिर आइपुगिसक्यौँ। साह्रै गाह्रो भएर एकछिन रेस्ट गर्दैछौँ। यहाँ बाटो डेन्जर। ल साथीहरू हामी चाहिँ घरमा आइपुगिसक्यो। पानी परेर यस्तो बिजोक यहाँ तलतिर बाटोमा भिडियो बनाउनु पाइएन पानी परेर हतार गरेर आइयो। त्यही भएर यहाँ ठुलो पानी परेर